हेलो साथीहरू, नमस्ते सबैजनालाई। आज चाहिँ म बेगोनिया फुलको कटिङ देख्नुहुँदैछ। यो चाहिँ बैगोनिया हो। यो चाहिँ एकदमै राम्रो हुन्छ पत्ता। यसको कटिङ चाहिँ कसरी राख्नुपर्छ म तपाईँलाई देखाउँछु होइन। यसको कटिङ चाहिँ अब यसको जति पनि छिप्पिसकेको पत्ताहरूलाई चाहिँ काटेर राख्नुपर्छ है। सबै जति पनि छिप्पिएको बुढो भएको पत्तालाई चाहिँ नफ्याँक्नुहोस् है। यो पत्ताहरू नै यसको कटिङ हो। यो पत्तालाई चाहिँ एकदमै काटेर राख्नुपर्छ। मैले काटेको जस्तै देख्नुहुँदैछ भिडियोमा मैले काट्दैछु। यो पत्ताहरूलाई बुढो भएको पत्ताहरूलाई माया नगरी काट्नुहोस् है। माया लाग्छ नि त। अन्त मैले चाहिँ पहिला नै यसरी छिपिसकेको पत्ता चाहिँ काटेर रोपेको थिएँ। त्यो रोपेको पत्ताबाट चाहिँ हेर्नुहोस् यस्तो जरा निस्किन्छ है। यसरी जरा निस्किन्छ। यसको कटिङै पत्ता हो। यो जरालाई चाहिँ मैले फेरि अर्को गमलामा रोपेँ। रोपिसकेपछि चाहिँ हेर्नुहोस् यस्तो अर्को गमलामा सार्नुपर्छ। किनकि त्यो पटमा मैले एकदमै पानी नहाल्ने पटमा हालेको थिएँ नि त। यो पत्ताहरूलाई चाहिँ अब रोप्दा चाहिँ एकदमै पानीहरू हाल्नु हुँदैन, सुक्खामा राख्नुपर्छ। अघि मैले काटेको पत्ता फेरि त्यही गमलामा नै रोप्दैछु। यो गमलामा चाहिँ एकदमै तपाईँहरूले पानी हाल्नु भएन है। घाममा राख्नु भएन। घाममा बेसी राख्यो भने ओइलिन्छ। अनि यसबाट नै जरा आउँछ है साथी।